कमाइ कतै राम्रो होस्। अनि मेरो आत्तामा बुझाउनु भयो नानीले, नानीको आत्तामा भगवान्ले बुझाउन्। आमै यहाँ आऊ त। हाम्रो कान्छा चाहे चुलो ल्याइदिन्छु ए, चुलो तिमीले कान्छा चुलो ल्याइदे भन्थ्यो। आज चुलो ल्याएको छु। यो मैले किने आइन फेरि तिमीलाई एउटा दिदीले पठाइदिनु भयो। उहाँ दिदी चाहिँ मनिषा रुका हुनुहुन्छ। उहाँ चाहिँ धन्यवाद। अनि मेरो छोरी त हुने नि। तिम्रो आमालाई आफ्नो आमा जस्तै मान्छु। सानैमा मैले आमा गुमायो। आमा माया कस्तो हुन्छ थाहा पाइनँ। तिमीले आमा भिडियो हाल्छौ अनि आमाले के अरे चुलामा मलाई धन भइयो कान्छा त्यो चुलो ल्याइदियो भने सुनेको थिएँ। त्यही भएर आफ्नै आमा जस्तो मान्छु भनेर पठाइदिनु भएको। अनि पैसा पनि पठाइदिनु भएको तिमीलाई फेरि। अनि उहाँ चाहिँ अहिले विदेश हुनुहुन्छ। विदेश चाहिँ कुवेत हुनुहुन्छ। 1500 पनि तिमीलाई पठाइदिनु भएको। त्यो केही खर्च घर त चिनेको छैन। अब कहाँ अरे तिम्रो नानीको घर? उहाँ चाहिँ माथि र भाउजूको दिदीको छोरी हो कि के भन्छ। उहाँ दिदी चाहिँ अहिले विदेशमा हुनुहुन्छ। दिदीलाई के भन्न चाहन्छौ त तिमी? के नौरो चार बाटो खुलोस्। अनि नानीलाई धन्यवाद होस्, वन फलोस्, कमाइ कतै राम्रो होस्। अनि मेरो आत्तामा बुझाउनु भयो नानीले, नानीको आत्तामा भगवान्ले बुझाउन्। धन्यवाद होस्। नेपाल आएपछि तिमीसँग भेट्ने भन्नुहुन्थ्यो। अब पछि कहिले आउँछु अरे छुट्टी मिलाएर आएपछि अनि तिमीसँग भेट्छु पनि भन्नुभयो। भेट्ने हो, भेट्नु पर्ला, म पनि चिन्नु पर्ला।